जुनको शीतलमा आमाको माया। सम्पूर्णमा नमस्ते। यो जुन भिडियो हजुरहरूले हेरिराख्नु भएको छ, यो भिडियो चाहिँ अति नै दुःखद छ कि हाम्रो नेपाल आमाको झण्डा चाहिँ लिएर चाहिँ फ्यालेछ, च्यातेछ जस्ता कार्य चाहिँ गरेको छ। यो चाहिँ देशद्रोही कार्य हो। जति छिटो चाहिँ जसले यो जुन कार्य गरेको छ त्यसलाई छिटोभन्दा छिटो देशद्रोही बनाई आवश्यक कारबाही गर्नुपर्छ। किनभने देशको हाम्रो जुन देशको जुन झण्डा हुन्छ त्यो हाम्रो देशको धरोहर छ, त्यो आमा छ, त्यसलाई उठाएर अनि त्यो फ्यालिदिएछ। त्यसले के बुझेको छ कि हाम्रो देश त्यो व्यक्ति छ त्यो व्यक्ति छ जसले त्यही जनमत संग्रहबाट जनताले त्यसैलाई जिताएछ अनि त्यसैले चाहिँ नेपालको मूल कानुनलाई मानेर चाहिँ आफ्नो कार्य राम्रैसँग निर्वाह गर्ने चाहिँ जुन वाचा गरेछ त्यो वाचाहरूलाई पनि भुलेर चाहिँ देशद्रोह जस्तो कार्य गरेको छ। मेरो आफ्नो तर्फबाट चाहिँ तर नेपालको कानुनको तर्फबाट चाहिँ उहाँलाई जे जो जति हुनुपर्ने त्यो सजाय छिटोभन्दा छिटो गर्नुपर्छ। किनभने उहाँले देशद्रोही कार्य गर्नुभएको छ। नेपाल आमाको झण्डा फाल्ने चाहिँ देशद्रोही जस्तो काम भएछ। उहाँलाई छिटोभन्दा छिटो कारबाही गर्नु पर्यो।